नमस्कार सम्पूर्ण साथीहरू। आज यो बजेट कार्यान्वयनका सम्बन्धमा शिक्षकलाई प्रदान गर्नुपर्ने प्रोत्साहन भत्ता यो महालेखा नियन्त्रक कार्यालयबाट यकिन नगरिएको विषयमा म केही विषयवस्तु जनाउँदैछु। र प्रोत्साहन भत्ता महालेखा नियन्त्रक कार्यालयबाट यो बजेट कार्यान्वयन कार्य पुस्तिका जारी गर्दाखेरि 9 नम्बर बुँदामा प्रोत्साहन भत्ता शिक्षाका लागि हो भन्ने यकिन गरेको देखिएन। यो भन्न खोजेको नेपाल सरकारले शिक्षकलाई प्रोत्साहन भत्ता दिने नदिने सम्बन्धमा हो अझै पनि अस्पष्टता निर्धारण गरेको छ। तपाईँ हामीले दबाब नदिकन राज्यलाई नगजगजाइकन अहिलेसम्म शिक्षकले कुनै पनि किसिमका सेवा सुविधा प्राप्त गरेको इतिहासै छैन। अब यो प्रोत्साहन भत्ता प्राप्त गर्नका लागि पनि शिक्षकले एक पटक सामाजिक सञ्जाल र सम्बन्धित निकायमा राम्रोसँग दबाब नदिइकन शिक्षकले फेरि पनि प्रोत्साहन भत्ता पाउने किसिमको छाँटकाँट देखिँदैन। त्यसकारणले आफ्नो ठाउँबाट सरकारले गरेको यो विभेद, राष्ट्र सेवक कर्मचारी मध्ये पनि शिक्षकलाई गरेको यो विभेदको बारेमा आफ्नो ठाउँबाट आवाज उठाउँ र सम्बन्धित निकायमा बुझ्दा के बुझ्छु भने मैले यो महालेखा नियन्त्रकको कार्यालयबाट जुन कार्यान्वयन कार्यपुस्तिका जारी भएको छ त्यसमा शिक्षक भन्ने शब्द छुटेको भन्ने किसिमको यस्तो किसिमको एन्सर दिएको कारणले हामीले बुझिन्छ कि शिक्षकलाई अझै पनि राज्यले विभेद गरेको छ। तपाईँ हामी सबै सजग नभइकन आफ्नो ठाउँबाट दबाब सिर्जना नगरिकन प्रोत्साहन भत्ता पाइनेवाला छैन। त्यसकारणले सरकारलाई यसबारेमा थप प्रश्न पार्नका लागि र यदि छुटेको भए पनि शिक्षक किन छुट्यो र तत्काल समावेश गर्नका लागि सबैले आफ्नो ठाउँबाट दबाब दिउँ। प्रोत्साहन भत्ताका लागि आफ्नो अधिकारका लागि आफै लडौँ र यो शिक्षक सरुवाको जुन विधि के अरे अपनाइएको छ, शिक्षकलाई जुन किसिमको सौतलो व्यवहार गरेको छ, राज्यको यस व्यवहारप्रति सबै एकजुट भएर यो राज्यले हामीप्रति गरेको विभेदप्रति प्रतिकारमा उत्रिनका लागि सबैलाई हार्दिक अनुरोध गर्छु। हामी सभ्य नागरिक हौँ, सभ्य भाषामा सभ्य दृष्टिकोणले सामाजिक सञ्जालमा आफ्नो विचारहरू प्रकट गरौँ र राज्यले शिक्षकप्रति गरेको असमान व्यवहारको घोर भर्त्सना गरौँ, विरोध गरौँ र आफ्नो अधिकारका लागि आफै लडौँ। धन्यवाद। म रमेश बाबु भट्टराई।